ल सम्पूर्णमा है यता सबैजना सुन्नुहोस् है। आज हामी फिल्डमै छौँ र समानुपातिक उम्मेदवारहरू हाम्रो टुङ्गो लागिसकेको छ। श्रम संस्कृति पार्टीले आधिकारिक यो सार्वजनिक गरिसकेको छ। पार्टीको समानुपातिक उम्मेदवार नाम आधिकारिक रूपमा सार्वजनिक गरिएको सम्बन्धमा श्रम संस्कृति पार्टीको तर्फबाट समानुपातिक प्रणाली अन्तर्गत सिफारिस गरिएको उम्मेदवारहरूको नाम पार्टीको निर्णय अनुसार आज मिति 2082 12/1 औपचारिक रूपमा सार्वजनिक गरिएको जानकारी गराइन्छ। आदिवासी जनजातिबाट पूर्ण प्रसाद लिम्बू हुनुहुन्छ। उहाँ चाहिँ सिङ्गापुर होइन ब्रिटिस र इन्डियन चाहिँ हाम्रो भूपुहरूको पनि अध्यक्षता गरिराख्नु भएको छ। उहाँ एकदमै अब्बल देशको विदेशको कूटनीतिक बुझेका व्यक्ति पूर्ण प्रसाद लिम्बू पुरुषबाट आदिवासीबाट जानुभएको छ भने खस आर्यबाट अम्बिका देवी सङ्ग्रौला महिला महिलाबाट जानुभएको छ खस आर्य। दलितबाट राधिका रम्तेल महिला होइन। अनि मधेसबाट रुबी कुमारी ठाकुर महिला, एकजना पुरुष 3 जना महिला। यो 3 जना महिला चाहिँ के छ भने थ्रेसहोल्ड 3% भनेको छ नि, त्यो गर्नै पर्छ। 3 जना महिला 1 जना पुरुष। जय बाटो।